हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई मिनी भ्लग है। अनि भ्लग चाहिँ अलिकति छोटो बनाउँछु भन्दा अलिकति लामो भएछ है। आज चाहिँ मेरो दिन अरू बेलाभन्दा अलिकति फरक तरिकाले सुरुवात भयो है, किनभने म चाहिँ आज स्पोर्टको लागि टोकियो जाँदै थिएँ। बाहिर चाहिँ हुसेर पुरै माहौल ढाकेको थिएँ अनि म चाहिँ रेडी भएर गएकोतिर लागेँ। अनि जाँदा जाँदै बाटोमा चाहिँ हलाल सप थियो है। अनि हलाल सपमा चाहिँ साथीले चाहिँ हामी स्पोर्टमा गएको हो नि त, एनर्जी बढाउनुपर्छ भनेर एउटा बदाम जुस र बिस्कुट किनेर खायौँ। केही छिनको हिँडेपछि चाहिँ हामी गएको पुग्यो है, तर वास्तविक यात्रा चाहिँ अब सुरु हुँदै थियो। केही छिन कुरेपछि अन्तत गाडी पनि आयो र हाम्रो यात्रा सुरु भयो। केटाहरू चाहिँ गाडीमा बस्नु पाएको छैन, गफ सुरु भइहाल्यो है। गफ चाहिँ फेरि त्यस्तै हो है, यो ड्राइभरलाई हटाउनुपर्छ, अब म कुदाउँछु, यो गाडीले उकालोमा तान्दैन होला भन्दै। पछाडिबाट हेर्दाखेरि अगाडिको भ्यूहरू पनि एकदमै राम्रो देखिरहेको थियो। गाडीमा चढेको चाहिँ 1 घन्टा जस्तो लागिसकेको थियो अनि मैले म्याप हेर्नतर्फ लागेँ। अनि हामी टोकियोसम्म पुग्नका लागि चाहिँ अझै टाइम लाग्ने रहेछ है। साथीहरू कोही पनि बोलेको नसुनेर साइडमा साथीलाई हेरेको त है, साथी त भैँसी सुते जस्तो सुतिरहेको, अनि अर्को साथीलाई पनि हेरेको है, त्यो साथीको पनि पारा त्यस्तै। फाइनली 2 घन्टा जतिको यात्रापछि चाहिँ हामी टोकियो पुग्यौँ। अनि हाम्रो स्पोर्ट्स हुने ठाउँसम्म पुग्नका लागि चाहिँ हामी अलिकति हिँड्नुपर्ने रहेछ। फाइनली हामी 2 मिनट जति हिँडिसकेपछि चाहिँ हाम्रो गन्तव्यमा पुग्यौँ। वरपर चाहिँ एकदमै हरियाली थियो है, अनि हेर्दाखेरि पनि एकदमै आनन्द आइरहेको थियो। अनि हामीलाई चाहिँ गएकोबाट एकदमै धेरै माया गरेर नोमी मोनो किनेर दिनुभएको रहेछ। अनि त्यो दिन भाइटिका पनि थियो नि त, त्यही भएर केटाहरूले चाहिँ चियर्स गर्दै पिउँदै थियो। नोमी मोनो पिउँदै थिए है। अनि त्यसपछि सबैजना एकैतिर मात्रै हेरिरहन्छ, के हेरेको भनेको त है। बेला चाहिँ जापानिज केटीहरूको आगमन भएको रहेछ है। अनि हामी चाहिँ सबैजना केटीसेटी भाडमे जाए भन्दै गेम खेल्ने ठाउँतिर लाग्यो। अनि त्यहाँ गएको त हामी चाहिँ गेम खेल्नुभन्दा अगाडि एकैछिन परेड खेल्नुपर्ने जस्तो अवस्था आयो है। त्यहाँ गएको त अनि परेड भन्दा नि हामीलाई त एकैछिन डान्स गराएको जस्तो गर्न लाग्यो है। अनि हामीलाई चाहिँ तिमीहरू धेरै राम्रो नाच्दो रहेछौ, अब गेम खेल्नुपर्छ भनेर गेमहरू स्टार्ट हुन थाल्यो। अनि त्यहाँ चाहिँ पान खाने कम्पिटिसन पनि थियो नि त, अनि हाम्रो साथी चाहिँ एकदमै धेरै भोकाएको थियो है, त्यही भएर पान खानुको लागि लाइनमा लाग्न थाल्यो। बिचरा हाम्रो साथीलाई के थाहा, त्यो पान खानुको लागि पनि त्यो डल्लोलाई माथि अड्काएर मात्र पान खानु पाउँछ भनेर। अनि साथीले चाहिँ एकदमै धेरै चित्त दुखाइरहेको थियो है, पान खानु पाएन भनेर। अनि उसको चित्त बुझाउनका लागि चाहिँ हामीले पार्कमा लग्यौँ। अनि हामी चाहिँ फेरि सबैजना मिलेर अर्को गेम खेल्नतर्फ लाग्यौँ। अनि हाम्रो अपोजिसन चाहिँ हेर्दै साढे गोरु जस्तो परेको थियो है। हामीले अरू गेम जित्न सफल नभए पनि हामी यो एउटा गेम जित्न चाहिँ सफल भयौँ। अनि यो गेम चाहिँ हाम्रो लास्ट गेम थियो, किनभने एकदमै रात पनि पर्न लागिसकेको थियो, त्यही भएर। अनि साथीहरू चाहिँ एकदमै रकेटको तालमा कुद्दै थियो है। अघि खाएको नोमी मोनोले त छोडिसक्यो होला, त्यही पनि कुद्नु त परिहाल्यो नि होइन। अनि लास्टमा चाहिँ पुरस्कार वितरण कार्यक्रम भयो है। अनि पुरस्कार वितरण कार्यक्रम सकिसकेपछि चाहिँ हामी सबैजना फर्क्यौँ। अनि एकैछिन पर्खेपछि हाम्रो स्कुलको बस पनि आयो है। अनि हामी चाहिँ जहिले लास्ट सिटमा है, स्कुलमा पनि अनि बसमा पनि। अनि हामीलाई चाहिँ सबैजनालाई चोको पाई बाँडिदिनु भएको थियो, अनि हामी चाहिँ त्यही खाँदै फर्क्यौँ है। अनि यत्रो समयसम्म मिनी भ्लग हेरेर साथ दिनुभयो, त्यसको लागि एकदमै धेरै धन्यवाद।